हेलो गाइज, आज चाहिँ हामी घान्द्रुक आएको हैन। बाटो बिग्रेर यस्तो नाजुक अवस्थामा आइरहेछौँ कि हामी बाटो बिग्रेर हिँड्न नि गाह्रो भइरहेछ। आधी बाटोमा गाडी आएको, गाडीले चाहिँ आधी बाटो छोडेर लगभग हामी 20-25 आधा घण्टाकै बाटोमा हिँडेर आइरहेछौँ। यति बिजोग छ बाटो, त्यही पनि यहाँ आन्टी ग्याङहरूसँग आएको। आज आन्टी ग्याङहरू हिँड्न नसकेर तल हेर्नुहोस्, आन्टी ग्याङहरू यति धेरै छ। आन्टी ग्याङहरू, उहाँ चाहिँ हाम्रो नानी। हेलो गाइज, यही हिमाल हेर्नको लागि आएको के हामी खास चितवनबाट घान्द्रुक आएको। बिहान 5 बजीतिर घरबाट हिँडेको, अहिले यहाँ आइपुग्दा हामी ठ्याक्कै 5:30 भइसकेको छ। हेलो गाइज, हेर्नुहोस्, फाइनल्ली गाइज हामी चाहिँ घान्द्रुक पुग्यो। यस्तो रातिको टाइममा पुग्यो फाइनल्ली गाइज। यति गाह्रो भयो आज गाइज। यो चाहिँ नाइट भ्यू घान्द्रुकको। युनिकालाई जाडो भयो रे, आमाहरू यहाँ बस्नु भएको छ। हाम्रो बेलुकाको बेलुकाको नाच। अघिको हिँडाइको दुःख बिर्सँदै उहाँहरूले नाच सुरु गरिसक्नु भएको छ। गाइज फाइनली हामी अब घान्द्रुकबाट पोखरातर्फ लागिरहेछौँ। अब यो बाटो कसरी जाने हो थाहा नै छैन, एकदम गाह्रो भइरहेछ। अनि बाटो चाहिँ अब ओह्रालो छ, सिडी नै सिडी छ। कसरी जाने हो, खुट्टा नि दुखिरहेछ। हिजोको रातभरि सुत्न नि सकिरहेको छैन, जिउ दुखेर एकदमै गाह्रो भइरहेछ। अब हामी जाँदैछौँ। यस्तो छ बाटो, सिडी नै सिडी छ।